शिक्षक साथीहरू नमस्ते। यहाँहरूलाई म आज फरक प्रसङ्गमा कुरा गर्न लागिरहेको छु। अहिले शिक्षण सिकाइमा प्याराडाइम सिफ्टको आवश्यकता किन छ भन्ने कुरा म यहाँहरूसँग एउटा नेपालमा विद्यमान अहिलेको गीतसँग कनेक्ट गरेर अहिलेका नयाँ पद्धतिको पढाइ किन जरुरी छ भन्ने कुरा चाहिँ यहाँहरूसँग व्यक्त गर्न लागिरहेको छु। एकछिन यो गीत सुन्नुहोस् है त। राई माइलाले गाउँ छोड्यो रे बाटो छेकिदेऊ न कुन गाडीमा चढ्यो होला कुन घुम्ती काट्यो होला झाट राखिदेऊ न ए फर्क भनिदेऊ न राई माइलाले गाउँ छोड्यो रे ए राई माइलाले गाउँ छोड्यो शिरमा ढाका टोपी कुममा कानी झोल गोलो चिम्सो आँखा खुकुरिने होला नाम सोधे उसलाई फुल्झै हाँसिदेला कोटको गोजी भित्र हाम्रो फोटो होला त्यही फोटो हेर्दै भोलि माइला रोला बिन्ती गर्न नदी उनलाई अरू नखोला ए फर्क साथीहरू, गीत सुन्नुभयो होला है। मैले राई मेलाको कथासँग अहिलेको शिक्षण सिकाइसँग आबद्ध भएर कसरी पढाउने भनेर यहाँ व्यक्त गर्न लागिरहेको छु। राई माइलो कुनै बेला चोया काटेर डोको नाम्लो अनि नाङ्लो बनाएर गाउँमा बेच्ने गर्थे, हटियामा, गाउँले हटियामा बेच्ने। तर एक्कासी एउटा नयाँ बाटो आयो, परिवर्तन भयो। परिवर्तन भइसके पश्चात त्यो गाउँमा प्लास्टिकका भाँडाहरू नयाँ खालको व्यवसाय सुरु भयो। लाउरे स्टोर भनेर चाहिँ अलिकति म्यानेजेबल एउटा किराना पसलहरू खुल्न थाले। त्यस पछाडि मान्छेले त्यहाँ गएर सामान किन्न थाले। राई महिलाको व्यवसाय बिग्रिँदै गयो, घट्दै गयो। विद्यार्थीहरू बालबालिकाहरू स्कुल जान थाले, भिआर लगाएर, चस्मा लगाएर हेर्दै लेन्स पनि फरक हुँदै गयो। त्यहाँमाथि पनि मान्छेहरूले चाहिँ एउटा फेसन सो जस्ता चाहिँ सोहरू चाहिँ टिभीमा हेर्न थाले। एक खालको गाउँमा परिवर्तन आयो। तर परिवर्तन सँगसँगै राई माइलोले आफ्नो पेसा परिवर्तन गरेनन्। उनले चाहिँ त्यही चोया काट्ने अनि फेरि डालो र नाङ्लो बनाउने क्रममा उसको अब व्यवसाय गर्दै गयो। बजार पाउन सकेन। त्यसपछि राई माइलो चाहिँ गाउँै छोडेर गएको कथा हामीले अहिले भर्खरको यो गीतमा सुन्यौँ। त्यस्तै गरेर शिक्षण पेसामा पनि एउटा अत्यन्त डरलाग्दो कुरा के छ साथीहरू? पुरानो पद्धतिबाट बिहेभियरिस्ट एप्रोचबाट स्टाटसको इगोसेन्ट्रिक टिचर भएर म त यो विषयको पारङ्गत विद्वान हुँ भनेर चाहिँ अरू विषयका साथीहरूलाई चाहिँ ख्याल नगर्ने, वास्ता नगर्ने, विद्यार्थीहरूलाई चाहिँ वान साइडेड प्यासिभ लर्नर्सको रूपमा चाहिँ लिने, विद्यार्थीलाई हप्काउने, दप्काउने, तिमीहरूलाई म सिकाउन आएको भन्ने हिसाबले चाहिँ एउटा फिङ्गरले अहिले यहाँ पिक्चरमा देखाएर चाहिँ चोरी औँलाले विद्यार्थीलाई देखाउँदै, हप्काउँदै, दप्काउँदै अपडेट नभइकन पढाइयो भने चाहिँ फेरि राई माइलो जस्तै गाउँ छोडेर गए जस्तै हामीले नै आफ्नो पेसा छोडेर जानुपर्ने, विद्यालय छोडेर जानुपर्ने परिस्थिति आउन सक्छ। यसको उल्टो अलिकति फलिबलिस्टिक एप्रोचमा अगाडि बढ्ने, कन्स्ट्रक्टिभ तरिकाले अगाडि बढ्ने, विद्यार्थीले शिक्षक बनाउने, यहाँ मैले दुईटा हात एकअर्काको हात बनाएको एउटा पिक्चर देखाएको छु। विद्यार्थीले शिक्षक बनाउने, शिक्षकले विद्यार्थी बनाउने, हामी सबैजना सँगै बसेर पढ्ने, सिक्ने भन्ने हिसाबले चाहिँ अगाडि बढ्ने, ग्रुपमा काम गर्न सिक्ने, क्रिटिकल पेडागोजीलाई प्रयोग गर्ने, विद्यार्थीका मनोभावनालाई सम्मान गर्ने, आफ्नो ओपिनियनलाई मात्र ठुलो कुरा नमान्ने, विद्यार्थीको ओपिनियनलाई पनि ठुलो कुरा मानेर चाहिँ हामीले एकले अर्कालाई बनाउने छौँ है भनेर कन्स्ट्रक्सन बन्दैछौँ, हामी के अरे निर्माणात्मक हिसाबले चाहिँ अगाडि बढिरहेको छौँ भन्ने हो भने मात्रै अबका शिक्षकहरू टिक्न सक्नुहुन्छ। जेन जीबाट जेन अल्फा र जेन बिटाका विद्यार्थीलाई हामीले पढाउनु छ, एआई इन्टिग्रेसन भएका विद्यार्थीहरूलाई पढाउनु छ भने अब प्याराडाइम सिफ्टको आवश्यक छ। विद्यार्थीलाई पढाउनको लागि अब टिचर रेडियो टिचर भएर हुँदैन, अब चाहिँ हाम्रो विद्यार्थी टिचरहरू चाहिँ टेलिफोन टिचर भएर हुँदैन, अब वाइफाई शिक्षक हुन जरुरी छ, जहाँ चाहिँ शिक्षण सिकाइ प्रभावकारी हुन सक्छ। डिजिटल युगमा डिजिटलाइज्ड विद्यार्थीहरू छन्। शिक्षकभन्दा विद्यार्थी जान्ने हुने परिस्थितिमा विद्यार्थीको प्रायर नलेजलाई नबुझिकन यी विद्यार्थीलाई त केही आउँदैन, मै मात्रै सबैभन्दा चाहिँ जान्ने हुँ, यिनीहरूको चाहिँ खाली दिमागलाई मैले भर्ने हो भन्ने हिसाबले विद्यार्थीलाई शिक्षकले बुझ्यो भने चाहिँ
अबका शिक्षकहरू पनि गाउँ छोडेर हिँडे जस्तै, राई माइलोले गाउँ छोडे जस्तै अबका शिक्षकहरूले पनि स्कुल छोडेर भाग्नुपर्ने परिस्थिति हुन्छ भने पेसै छोडेर हिँड्नुपर्ने परिस्थिति आउन सक्छ। त्यसो भएको हुँदा शिक्षक पढ्नुपर्छ, एजुकेटेड हुनुपर्छ र अपडेटेड हुनुपर्छ अबको शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि। अब शिक्षण सिकाइ प्रभावकारी कसरी बनाउनु त भन्ने कुरा फेरि म अर्को नेपाली गीत दुर्गेश थापाको अत्यन्त प्रचलित गीत बाट म यहाँलाई बुझाउन चाहन्छु। दुर्गेश थापाले के भन्न खोज्नुहुन्छ, अब एकचोटि फेरि गीत सुनौ है त। के हो तिम्रो नाम मैले परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम के हो तिम्रो नाम मैले परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर क्युटी भएर तिमी क्युटी भएर ल है त, हजुरले सुन्नुभयो होला है, दुर्गेश थापाको अत्यन्त पपुलर यो गीतमा अब मैले विद्यार्थीको सिकाइको लागि चाहिँ कग्निटिभ डोमेन कसरी युज हुन्छ, विद्यार्थीको मेन्टल प्रोसेसमा कसरी चाहिँ असर गर्छ भन्ने कुरा यहाँलाई मैले बताउन चाहेँ। हट भएर भनेर दुर्गेश थापाले भने जस्तो हामीले लर्निङ लेभल, कग्निटिभ डोमेन बेन्जामिन ब्लुमले भनेअनुसार चाहिँ छवटा लेभल हुँदो रहेछन्। हेर्नुहोस् है साथीहरू, रोट मेमोराइजेसन कण्ठ गर्ने, एक्जामको लागि तयारी हुने, कण्ठस्थ पार्ने एउटा खालको लेभल होला। त्यसपछि अर्को अन्डरस्ट्यान्डिङको लेभल छ, अर्को एप्लाइङको लेभल, पढेका कुरा चाहिँ एप्लाई गर्ने, पढेका कुरा एनालाइज गर्ने, आइडेन्टिफिकेसन अफ रिलेसनसिप्स भनेको छ, इभालुएसन अलिकति जजमेन्ट गर्ने, इन्फर्मेसनको कुराहरूलाई जजमेन्ट गर्ने र त्यसमा इभालुएसन गर्ने एउटा मोडलमा विद्यार्थी पुग्छ भने अन्तिममा चाहिँ द स्टुडेन्ट रिचेस टु द टप मोस्ट लेभल अफ क्रिएसन, केही कुराहरू बनाउने, त्यस पछाडि चाहिँ क्रिएट समथिङ न्यूको लेभलमा पुर्याउने गरी चाहिँ शिक्षकले विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ। यो तल रहेका छन् नि, मेमोराइज गर्ने, अन्डरस्ट्यान्ड गर्ने, एप्लाई गर्ने चाहिँ हामीले चाहिँ लोवर अर्डर अफ थिङ्किङ स्किल भने गर्छौँ, लर्ड्स भनेर भन्छौँ भने त्योभन्दा माथिल्लो लेभलको भइरहँ त एनालाइज गर्ने अनि इभालुएसन गर्ने र क्रिएट गर्नेलाई चाहिँ हामीले हायर अर्डर अफ थिङ्किङ स्किल भन्छौँ, त्यसलाई चाहिँ हर्ट्स भनेर भन्छौँ। यसरी हर्ट्स भएर विद्यार्थीलाई पढाइयो भने चाहिँ विद्यार्थीले नयाँ कुरा बनाउनु रहेछ। यदि नयाँ कुरा बनाउने हो भने चाहिँ बिजुली बनेर विद्यार्थीहरू बाटोमा हिँड्नु हुने रहेछ, सबैलाई उज्यालो दिनु हुने रहेछ। बिहानीको घाम र बिहानीको हिमाल जस्तो चाहिँ पहाड जस्तो भएर विद्यार्थी हिँड्नु हुने रहेछ। सबैभन्दा गाउँको अग्लो मान्छे हाम्रो विद्यार्थी देखिनु हुने रहेछ। स्किल र कग्निटिभ स्किलको सवालमा, मेन्टल प्रोसेसको सवालमा विद्यार्थीहरूले बिजुली जस्तो बनेर सबैलाई उज्यालो बाँड्दै हिँड्दो रहेछ। यति भइसक्यो साथीहरू, दुर्गेश थापाको गीतलाई कनेक्ट गरेर हाम्रो शिक्षण सिकाइमा चाहिँ प्रयोग गर्ने हो भने चाहिँ हामी पनि हट भएर पढाउने र विद्यार्थीलाई पनि हट भएर सिकाउने हो भने हाम्रा विद्यार्थीहरू यस्ता राम्रा बन्छन् कि त्यस पछाडि हाम्रा कम्पिटिटर हेरेका हेरै दुनियाँ हेरेका हेरे गर्छ, संसारलाई हाम्रो विद्यार्थी हेर्ने बनाउने हो भने चाहिँ हट भएर पढाउने र हट भएर सिक्ने काम गरियो भने चाहिँ क्रिएसनको माथिल्लो लेभलमा पुर्याइयो भने चाहिँ हामीले विद्यार्थीलाई राम्रो बनाउँछ होला, विश्वलाई हेरै पार्ने रहेछौँ। त्यसो भएको त अहिलेको जमानाको विद्यार्थीहरूलाई भनेको चाहिँ बढी मात्रामा इन्गेज गराएर विद्यार्थीहरूको मेन्टल प्रोसेसलाई माथिल्लो लेभलमा पुर्याउने गरी केयर र अनि होप पेडागोजीलाई प्रयोग गरेर चाहिँ अलिकति विद्यार्थीलाई बढी मात्रामा केयर गर्ने र अनि त्यस पछाडि चाहिँ होप पनि दिने सवालमा पढाइयो भने चाहिँ विद्यार्थीको शिक्षण सिकाइ अत्यन्त प्रभावकारी हुँदो रहेछ र अपडेटेड शिक्षक र 21st सेन्चुरीको चाहिँ सफल शिक्षक बन्न सकिँदो रहेछ। यो दुर्गेश थापालाई पनि म धन्यवाद दिन चाहन्छु र राई माइलो जस्तो गाउँ छोडेर हिँड्न नचाहने र परिवर्तनकारी शिक्षकलाई र चेन्ज एजेन्टलाई पनि म अत्यन्त स्वागत गर्दै मैले जानेका कुरा यहाँहरूसँग प्रस्तुत गरेँ, मैले के कति यहाँहरूसँग कनेक्ट गरेँ। हस्त धन्यवाद, यहाँको दिन शुभ रहोस्।